हेलो गाइस, नमस्ते, वेलकम टु माई ब्लग। म प्रेरणाको मम्मी। धेरै दिनपछि म आज ब्लग स्टार्ट गर्दैछु किनभने मेरो मोबाइल अलि बिग्रेको थियो अनि त्यसैले ढिलो भयो। प्लिज माइन्ड नगरिदिनु होला, त्यसको लागि सरी। अनि मेरो ब्लग हेरेर लाइक सब्सक्राइब गरिदिनु होला। नयाँ ब्लग स्टार्ट गर्दैछु। ल हेर्नुहोस् गाइस, आज हजुरलाई म फुलहरू देखाउँदैछु। हेर्नुहोस्, तपाईँहरूले चिन्नुभएको छ कि नै, म त त्यति नाम थाहा छैन मलाई फुलहरूको। अनि चिन्नुभएको छ भने प्लिज कमेन्ट गरिदिनु होला। हेर्नुहोस्, के कस्तो लाग्यो फुलहरू। हेर्नुहोस्, यो चाहिँ मेरो घरको फुल चाहिँ होइन है गाइस, यो चाहिँ बहिनीको घरको फुल हो। मेरो घरको फुल होइन, यता अर्को बहिनी चाहिँ उनको घरको फुल हो। ल गाइस, हेर्नुहोस् कुन फुल तपाईँहरूलाई यसको कुनको नाम थाहा छ, कुन फुलहरू मन पर्यो। हेर्नुहोस्, बिचरा बहिनीले कति मेहनत गरेर फुलहरू यस्तो गराएर राखेछिन्। ल गाइस, अब बहिनीको घरमा डुलियो, अब घरतिर लाग्न पर्यो, घरतिर जानु पर्यो। के गर्ने, तपाईँहरूतिरको मौसम चाहिँ कस्तो छ? लागेर घाम चर्केर बस्छ, बिहानैदेखिबाट घाम चर्किन्छ, सबैजना सकिन्छ, केही गर्न सकिन्न। हाम्रो घर आयो गाइस। हाम्रो नि घरमा उता टोयलेट बाथरुमहरू टाइलहरू लगाउँदैछ। आमा यहाँ बस्नुपर्छ। अब किचनमा लाउनै छ, अहिले टोयलेट बाथरुममा लगाउनुपर्छ। र हेर्नुहोस् हाम्रो घरको फुल। कान्छा बुढाको डाइलग सुन्नुभयो कि? आफूले काम गरेछ, मैले काम गरेछु नि भनेर कराउन पर्नुपर्छ। दिदीहरूले लसुन लगाउनुपर्छ, दिदीहरूको घडेरीमा जग्गामा घर बनाउनु। यही हो गाइस हाम्रो गाउँ। दिनदिनै बाहिर गएर घुम्न जानु पनि कहाँ जाने, होली खेल्ने। ल गाइस, अब यहाँ बहिनीले यहाँ खेल्न पनि ल लोटाइदिलास् तेरो ठाउँ बाँच्ने हो। बाँच्नेलाई ए म त रोक मान्छेले के गर्छ यस्तो छ यार। त यहाँ आएर बस्नु आइज रुकै, ए मेरो उस अड्के। ल गयो। लोड्छ भयो, खोइ छोड त। ल गाइस, हेर्नुहोस् यहाँ हामी के अरे के भन्छ यसलाई, झ्याकुसकुस खेल्दैछ। हेर्नु कति मजा आउने रहेछ। ल हेर्नु, झ्याकुसकुस खेल्दा सानो सानोमा बहुत खेलिन्थ्यो। ल गाइस, कस्तो मजा आउने रहेछ। ल छोडे उता जा। ल भयो गाइस, धेरै खेल्न हुन्न। उहाँ केटाकेटीहरू हाँस्नु लाए। ल तान त मलाई फुच्चा फुच्चीहरू मलाई दिएर हाँसे। ल
हाय गाइसहरु त्यो ल हेलो गाइस के रे लाइक और सब्सक्राइब ओखो के ल गाइस अब लागेको घरतिरै बहिनीको घरदेखि फुलहरू लिएर आएको अब घर घर रोप्छु म मेरो घर पनि बहिनीको घर जस्तै फुलबारी हुन्छ लो खसे ल गाइस हेर्नुहोस् हालत गाइस यहाँ बाथरुम बनाउँदै हुनुहुन्छ प्रेरणाको बाबाले अनि अर्को एउटा भाइ हुनुहुन्छ अब म एकछिन फेरि गाउँ डुले त्यहाँ केटाकेटीहरू अब भलिबल खेल्न आछन् ल त गाइस अब फेरि एकछिन पछि भेटौँला गाइस अब नास्ता गरेको भाँडासाँडा चाहियो अब जान्छु 4 नम्बर सब्जी लिनको लागि आज चैते दसैँ मनाउनु पर्यो ह्याप्पी चैते दसैँ सबैजनालाई ल गाइस रेडी भयो अब म जान्छु सब्जी लिन गाइस अब हिँडियो 4 नम्बरतिर जानु पर्यो स्कुटी लिएर हिँड्दैछु केटाकेटी स्कुटीमा जाँदैछु हाम्रो स्कुटी अगाडि बाटो बनाउँदै रहेछ गाइस के गर्दै हुनुहुन्छ बहिनी बिजी हुनुहुन्छ अहिले लिन आएको बङ्गरको मासु आज चैते दसैँमा त यति त खानु पर्यो मलाई सबभन्दा मनपर्ने मेरो फेभरेट भनेको यो अनि तपाईँहरूको कतिजनाको यो ढुङ्गुरको मासु फेभरेट हुनुहुन्छ मन पराउनुहुन्छ कमेन्ट गर्नु होला प्लिज अनि त्यहाँ पार्टी प्यालेस बिहा पार्टी हुँदाखेरि 4 नम्बरदेखि भित्र छ यो मासु लिएर आयो अब उता साइकल बनाउनु पर्ने छ उता जान्छु अलिकति काम छ त्यहाँ चोकमा त्यसपछि घरतिर लाग्छु एकछिन पछि भेटौँला फाइनली मासु लिएर आयो बङ्गुरको मासु अब गएर पकाउनु पर्छ कसरी हेर्न हाम्रो सासु आमा अर्काले काम गरेको हेरेर बस्नुपर्छ अन्त बहिनीकै काम चालु छ यहाँ अब म पनि आउँदैन अब म पनि लागे खाना पकाउनतिर हाम्रो बा पनि आउँदै हुनुहुन्छ ल आमा घर जानु पर्यो खाना पकाउनु पर्यो घरकोले कराउनलाई बुढोले खाना पकाउनु नै
हाम्रो घर त झ्यापझुप खाना बनाउने 8:30 बजीतिर 9 बजीतिर त खानासाना खाएर सुतिहाल्छ त्यही भएर गाइस सुँगुरको मासु पकाउन तयारी रेडी तपाईँहरूले कसरी बनाउनुहुन्छ म यसरी बनाउँछु है म मसला हाल्दैछु गाइस मसला बेसार नुन अनि मिक्स गर्नु अब एकछिनपछि यसलाई भुटेपछि अनि मासु हालिदिनुहोस् ल गाइस तपाईँहरूलाई कतिको मनपर्छ है मासु सुँगुरको कसले खानुहुन्छ लाइक कमेन्ट गरिदिनु होला अब यसलाई एकछिन मिक्स गरेर राख्नुहोस् एकछिनपछि टमाटर हाल्ने अब टमाटर हाल्नुपर्छ एकछिन छोप्ने अब एकछिन रेस्ट गर्नुपर्छ एकछिनपछि हेर्नु ल पाक्यो कि नै ल गाइस अब फेरि यहाँ फुल रोप्नको लागि माटो चाहियो माटो भर्नु पर्यो बोरामा बोरीहरूमा माटो लिएर आउनु पर्यो उहाँ बहिनीहरूले खानेछ माटो लिएर आउनु पर्यो बोराको माटो फाइनली रेडी भयो बोराको मासु अब नुहाउनु पर्यो गाइस अनि एकछिनपछि भेटौँला अब नुहाइ गरियो कपडा धोइयो नुहाइयो अनि एकछिनपछि ब्लगको एन्ड गर्छु ल गाइस खानासाना खाइयो अब भाँडासाँडा धुनु जानुपर्छ अब फेरि भेटौँला नेक्स्ट ब्लगमा आजलाई यति नै Good night. Bye. Sweet dreams.